भन्नु सक्दैछु। आज हामी जान लागेको चाहिँ उहाँ तल पौडिनको लागि हो। कहाँ पेङ्गुइन जाने हो आज हामी तल। को छ भने म र सफल छन् उहाँ हो। अहिले हामी जान लागेको चाहिँ यो देउरालीको वन बनायो हो। मैले उता चाहिँ बनाउने भ्लग यहाँ बनाएको छु। अनि आज चाहिँ खास कुरो के हो भने चाहिँ आज सफलको बर्थडे हो। अनि सफलले चाहिँ हामीलाई बर्थडेमा घुमाउनु लिएर जाँदैछन्। यता हेर्दै उता सफल चाहिँ त्यहाँ छन् है। सफलको बर्थडे हो आज। त्यसैले हामी बर्थडेमा घुम्न जान लागेको त्यही नै हो। अरू कुरा देखाउँछु बाटो। यहीँ तल आइसक्यौँ। यत्रो ठुलो वन काटेर यहाँ पानी खाने धारो रहेछ। यहाँ चाहिँ सफल जुका फाल्दैछन्। जुका चाहिँ डड्रो धेरै छन्। मेरो नि खुट्टामा लाखा होला। अब उहाँ पुग्न लाखौँ। त्यहाँबाट तल्लो भ्यूदेखि नि तल बाटामा पुग्न त धेरै नै छ। अनि तल गर्छौँ पुगिसक्यौँ। यताबाट भ्यू चाहिँ यस्तो छ। हामी जाने चाहिँ झन् उतातिर हो। त्यहाँ पुगिन्छ झरेर। अनि त्यतै जाने हो। सफल चाहिँ यहाँ जुका फाल्न लाखान। यो जुत्तै खोलेर म पनि जुत्ता खोल्छु अनि जुका फाल्छु। अनि तल गएर भेटौँला। हामी आएको चाहिँ यत्रो पहाडको यो जङ्गल देख्नु हो नि। यही जङ्गलबाट आएको। यता चाहिँ पुरै गोरु चलाखान। हामी जान लागेको ठाउँ चाहिँ पुग्यौँ। त्यहाँ यो घरहरू भएको। अब त्यहाँबाट बस चढेर उता जान्छौँ होला। हामी के हिँड्दै जान्छौँ कि बस चढेर त्यो चाहिँ फिक्स छैन। सफल चाहिँ उहाँ पुगिसके। धान रोपेर चाहिँ यता जताततै वन चाहिँ बवाल नै छ क्या। हामी त पहिला पौडिने ठाउँमा पुग्यौँ। हेर्नु यस्तो खोला चाहिँ यस्तो छ। हामी आएको चाहिँ उता बाटो आइपुग्यौँ। अब यहाँ बाटोमा खोला छ। यहाँ चाहिँ पौडिने ठाउँ पनि छ। अहिले चाहिँ पौडिन ऐनमा पौडेर एकदम वहीँ पौडेर थाकिन्छ। यस्तो बवाल छ खोला। त्यो कहाँ र खाल्छ बनाउँछन् क्या है। यस्तो बवाल छ पानी चाहिँ। हामी चाहिँ अहिले हाइवे पुग्यो। यो हाइवे अहिले हामी हिँड्दैछौँ। बसमा जाने भने कहाँ चाहिँ पुग्ने थाहा छैन र हामी हिँडिरहेको छौँ कि सफल। हामी अहिले चाहिँ पेङ्गुइन जाने बाटोभित्र चाहिँ छिरिसक्यौँ। यो गल्ली चाहिँ अब यहाँ आटो उफ्रिन्छ त सफल चाहिँ यता छन्। यता रहेछ पेङ्गुइन जाने ठाउँ। यहाँ मुनि खोला पौडेर खोला चाहिँ त्यहाँ छ पौडेर छ नि। तर हामी जाने चाहिँ पेङ्गुइनमा हो। यता रहेछ जाने पेङ्गुइन चाहिँ। यस्तो बवाल कति भित्र रहेछ जाने है। धेरै भित्र रहेछ पेङ्गुइन चाहिँ। हामी चाहिँ पेङ्गुइन भएको यसमा चाहिँ आइयो। यही हो यी पेङ्गुइन चाहिँ। पेङ्गुइनको आधा शरीर छ। पेङ्गुइन कता त्यहाँ रहेछ कि पौडिन त्यता रहेछ पौडिन ठाउँ। कता हो पैसा तिमी पैसा हुने सबै त आउँछ हराइदिएको नि। ए यता रहेछ हामीले चाहिँ त्यो तिर्ने। आइयो हामी चाहिँ पेङ्गुइन स्विमिङ पुलमा। उस पनि काट्यो। ओहो मान्छे यहाँ चाहिँ रहेछन्। कति छोड्यो त नि सानो सफल। यही हो स्विमिङ पुल चाहिँ। पहिला नुहाउनु पर्छ क्या अब। ए अनलिमिटेड रहेछ गाइस। खोलिदेऊ त त्यो देखाउँ यहाँ। म टिकट देखाउँछु। यी गाइस टिकट चाहिँ यही नै हो। पौडिने मान्छे धेरै। यो राख न ल भोलि पर्सि आमा। अब हामी कपडा खोज्छौँ। भोलि पर्सि आउँदा यस्तो फ्री हुन्छ कि कहिले तिमी पस है। अब हामी पौडिन्छौँ। हामी त्यहाँ पौडिँदैछौँ पानीमा।
लाएको पौडिसक्यौँ सफल चाहिँ त्यहीँ पौडिरहेछन् अब हामी जान्छौँ अघि नै आएको चाहिँ धेरै नै भयो हात चाहिँ यस्तो भयो हामी अहिले पौडेर घर जान लागेको कपडा लायौँ सफलले पनि लायौँ अहिले चाहिँ हामी हिँड्छौँ अब चाहिँ हामी घर जान्छौँ यही हो स्विमिङ पुल चाहिँ मजाले पौडियौँ अब चाहिँ जान लागेको पौडेर थकेला हात पनि यस्तो भयो हेर्नु त हामी 2 घन्टा जति त पौड्यौँ होला है धेरै नै पौड्यौँ धेरै पौडिन त नसकिँदो रहेछ अनलिमिटेड थियो के अरे हामी चाहिँ अहिले यहाँ बस रोक्नको लागि कुरेर बस्छौँ त्यता बस कुरेर बसेको हामी 2 जना चाहिँ पौडेर बाटो मेन रोडमा निस्किसक्यौँ मेन रोड यताको चाहिँ यस्तो छ सहर त्यहाँ खाँदैछन् म पनि खान्छु अब अनि अहिले जाने बेला भेटौँ न यहाँ हामी चाहिँ गाइज अहिले चाहिँ हामी नाउडाँडा कटेर आइसक्यौँ नाउडाँडा चाहिँ उतातिर छ अनि सहर चाहिँ त्यहाँ हामीले फल्ला पानी भन्नेतिर आइसक्यौँ अहिले चाहिँ घरतिर हिँड्दै लागेको नाउडाँडासम्म चाहिँ बसमा आयौँ तलबाट अघि जाँदा चाहिँ उताको बाटो गर्थ्यौँ भने अहिले नाउडाँडातिरको बाटो आयौँ अनि घरतिर पुग्न लाग्यौँ त्यसैले अब भ्लगिङ हान्दिउँ जस्तो सोचेर मलाई आँखा रातो आँखा पौडिँदाखेरि आँखा खोलेर खेलेको रातो भएको छ अब आजलाई यति नै अर्को भ्लगमा भेटौँ ल नयाँ कन्टेन्टको साथ नयाँ दिनको साथ नयाँ भ्लगको साथ अर्को भ्लगमा भेटौँ ल बाई